सो अघि चाहिँ हाम्रो पुरै खुट्टा दुखेर होइन एकदम खुट्टा दुखेका थिए त्यसैले अब हामीहरू अटोमा जाँदैछौँ अटो 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 हामीहरू पुगिसकेका छौँ यो अटोमा बसेर अहिले जाँदैछौँ सो गाइस हामीलाई चाहिँ यहाँनिर एकदम खतरनाक यो के भयो खै यति ठुलो त्यसको भित्र सो गाइस अहिले चाहिँ हामीहरू पुगिसकेका छौँ 9 नम्बर गेटनिर होइन यो 9 नम्बर गेट हो र यसको पुरै वरिपरि यो बेडी लागेको छ यो चाहिँ सो अहिले हामी यसको भित्र जानेवाला छौँ सो हामी चाहिँ एकदम मस्त एउटा मस्त एउटा अर्को पनि मन्दिर छ बताइन्छ लागि हो भनेर बताइदिए यस्तो मजा आउँछ वाउ ब्रो व्हाट एन सो यो चाहिँ एकदम खतरनाक बनाएको छ हैन मतलब खतरनाक प्याटर्न बनाएको छ मस्त छ तर यो कलाकारी गर्नको लागि पनि धेरै टाइम लाग्छ सो हामीले यहाँनिर पूजा सुजा गरिसकेका छौँ मतलब कि सलाम सो अब यहाँबाट पनि अर्को ठाउँमा छ हामीहरू होइन सो हामी चाहिँ अहिले वहाँबाट अहिले यता आइसकेका छौँ सो माथि एकदम मस्त छ त्यहाँ पनि हेर्न जान्छौँ यस र वहाँनिरको मूर्ति हेर्छौँ र उहाँको हेर्छौँ उता हेर्छौँ त्यहाँ धेरै राम्रो भन्दा पनि धेरै राम्रो छ जाँदैछौँ यसमा चाहिँ डलर हाल्नेवाला रहेछ होइन यस्तो डलर फ्याँक्नेवाला आई थिङ्क मन्नत पुरा हुन्छ वहाँ गौतम बुद्ध भगवानको मूर्ति छ
अहिले चाहिँ यो घुमाउनु पर्ने हो सायद यसलाई चाहिँ यसरी घुमाउनु पर्छ What a beautiful मायादेवीमा घुम्न जानु अहिले हामी त्यसैले छिटो गराउन छिटो गरेर मायादेवी त पुरै बाँकी छ हाम्रो ए मोबाइल सो हामीले यताका सबै घुमिसकेका छौँ अब चाहिँ हामीहरू अर्कोतिर जान्छौँ सो हामी चाहिँ अहिले नयाँ मन्दिरमा यो मन्दिरमा जाँदैछौँ होइन एकदम मस्त मजा आइरहेछ घुम्नको लागि अघितिर त मतलब कि हिँड्नु पर्दै थियो होइन मेरो घाँटी बसिहाल्यो हिजो राति अब डान्स गर्ने बेला कला यसो यहाँ होइन रातिसम्म डान्स गरेका थियौँ सो त्यही नै हो अब हेरौँ हामीहरू इन्जोय भइरहेछ प्यारी मैडम हमारी प्यारी यस मैम यो चाहिँ एकदम मस्त छ एकदम खतरनाक न्यू प्लेस अहिले चाहिँ हामी अझ नयाँ ठाउँमा आइसकेका छौँ अर्को मन्दिरमा मन्दिर चाहिँ टन्नै धेरै रहेछन् होइन एक दिनमा त्यति कभर गर्न पनि नसकिने रहेछ क्या मूर्ति छ क्या मस्त छ एकदम What a beautiful laughing Buddha Oh my god सर्प हातमा छ हैन एकदम सर्प समातेर खतरनाक गर्दैछन् हैन एक हातमा छाता छ त्यही नै हो
एक हातमा इन्द्रो खै के छ यता चाहिँ एउटा गिटार बजाएको मूर्ति छ र यता चाहिँ तरबार निकालेको मूर्ति छ। ओ माई गॉड गाइज, यता चाहिँ यसको ठ्याक्क पछाडि निर रहेछ यो भयंकर ठुलो मन्दिर छ। बुद्ध भगवानको मूर्ति छ। ओ माई गॉड, क्यामेरामा त्यति क्लियर देखिरहेको छैन तर एकदम रियल छ। सो यो चाहिँ योले बजाउँछन् सायद। यो चाहिँ बसेर पाठ पूजा गर्ने। वाट अ ब्युटिफुल। सो गाइज, अहिले चाहिँ हामीहरू यहाँनिर पुगिसकेका छौँ र यहाँनिर चाहिँ चप्पल खोल्ने होइन, एकदम मस्त छ। उतातिर एकदम खतरनाक बनाएको छ। सो गाइज, यो चाहिँ कम्बोडिया होइन, कम्बोडिया मन्दिर हो यो चाहिँ। ओ माई गॉड, ब्यूटीफुल। सो गाइज, अहिले चाहिँ राति परिसकेको भन्नाले अब अहिले चाहिँ 5:30 जति बजेको छ। सो अहिले चाहिँ यस्तो मस्त झिलिमिली लाइट लगाएको हुन्छ। अहिले चाहिँ हामी मायादेवी मन्दिर जाँदैछौँ। सो जाउँ। सो अहिले चाहिँ हामीहरू एन्ट्री गरिसकेका छ भित्र होइन। टिकट सिकट कटाएर टिकट कटाउने चाहिँ उता थियो। मस्त छ। अबदेखि चाहिँ हामीहरू जान्छौँ यहाँनिरबाट। सो यो माया मन्दिरको भित्र हामीहरू जाँदैछौँ, मायादेवी मन्दिर। चलो अभी हम लोग पहुँच चुके हैं। नहीं यार, नो फोटो, नो फोटो, नो फोटो। भगवान बुद्ध जन्मेको बेला उनकी आमाले नुहाएको ठाउँ यो सर मायादेवी ताल। यो चाहिँ मायादेवी ताल। सर भिडियो बनाउनु पाइने हो? यहाँ पाइने हो। भित्र मात्रै बन्दै यस। त्यहाँनिर दरबार थियो, त्यहीभित्र बच्चा जन्मेको थियो उनको। यहाँ आएर नुहाया हो उनले। योलाई तीर्थ बनायो, तीर्थस्थल भयो अहिले। त्यो भित्र पुरानो दरबार, पुरानो इतिहासको पुरानो जहाँ कसो देखियो नि यहाँको बनायो भने हो महानाबाई। अनि त्यो भित्र बच्चा जन्मिएको मायादेवीले गौतम बुद्धकी आमाले बच्चा भएपछि आफ्नो सफाइ गर्न नुहाउँछन् नि, यो ठाउँमा आएर नुहाया हो। गौतम बुद्धकी मम्मीले बच्चा के बुद्धि भइहाल्यो नुहाउनु। ठुलो भएपछि त नयाँ होला त। ठुलो भएपछि त काका पनि
पिनाकल सो यो भित्र चाहिँ थिएन हैन सो अब चाहिँ हामीहरू जान्छौँ सो अहिले चाहिँ हामीहरू घर फर्किँदैछौँ जाँदैछौँ हैन सो गाइज अहिले चाहिँ फोटो सेसन चल्दैछ पछाडि यहाँ हामी सबै फोटो खिच्दैछौँ हैन त्यही नै अब खिच्छौँ सबै फोटो त्यसपछि जान्छौँ गाडीमा सो यो दियो चाहिँ कहिले निम्दैन भन्यो होइन यो सो गाइज हामी चाहिँ अहिले यो अटोमा बसिसकेका छौँ अब जान्छौँ आफ्नो डेस्टिनेसनमा भन्नाले अब जहाँबाट हामी आएका थियौँ सो जाउँ अब सो त्यसपछि होटलमा खाना खाएर हामी हिँडिहाल्यौँ घरतर्फ रोड हेर त सो बिहान बिहानै यो मौसम देख्दाखेरि मन एकदम झलमल्ल भयो होइन एकदम यो चाहिँ अर्जुनीको जङ्गल हो र यो एकदम कुहिरो लागेर बादल आएको जस्तो देखिँदैछ एकदम मस्त थियो हैन चाहिँ मस्त घुम्यौं सो अगाडिको यात्रा हेरौं